हेलो गाइज सबैजनालाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। अनि तपाईँहरू सोच्नु होला म कहाँ हिँडेको लखर लखर भन्दाखेरि चाहिँ म चाहिँ वनतिर गएको थिएँ। अनि छिट्टो पुगेर म चाहिँ यसरी आफूले कस्तो देख्यो भनेर हेरिरहेको छु होइन। अनि वन चाहिँ किन गएको भन्दाखेरि चाहिँ त्यो एउटा कार्यक्रम थियो, जस्तै ट्रेनिङहरू भइरहन्छ अनि उनीहरू गएको थिएँ म चाहिँ। अनि यसो इन्भाइरोमेन्टहरू कति राम्रो छ। अनि यो साइडमा यो हेरेँ के पछि मेरो फ्युचरमा केही पनि उपलब्ध भएन भने यही लिएर काम गर्नु पर्ला पनि सोचिरहेको थिएँ। त्यस पछाडि म भित्र पसेर यसो यताउति हेरेँ, धेरैजना हुनुहुन्थ्यो। अनि फेरि गफ पनि यसो हल्का फुल्का ध्यान दिएर सुनेँ ओरेँ होइन। अनि यताउति हेरेँ, के गर्नु अब छिटो पुगेछु म र पनि। अनि फेरि अल्छी लाग्यो ओरो। अनि आफूलाई हेरेँ, कस्तो बेरोजगार फिल भइरहेको थियो। के गर्नु, निन्द्रा पनि लागिरहेको थियो। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो अनुहारमा त चमक झलकहरू पनि देखिरहेछ होला। यस्तो अल्छी लागिरहेको थियो, हाई पनि आइरहेको थियो, निन्द्रा पनि लागिरहेको थियो। तर पनि म वेट गरेर बसिरहेको थिएँ ट्रेनिङहरू यसो लिनको लागि। ट्रेनिङ चाहिँ के हो भन्दाखेरि चाहिँ लाइक यो लाइनहरूमा चाहिँ हामीले चप्पलाएर काम गर्नुपर्छ, यस्तो हुन्छ नि त्यस्तो। अनि के गर्दाखेरि राम्रो हुन्छ, के गर्नुपर्छ लाइन छ भन्दै थियो होइन। अनि म चाहिँ आफ्नै फिल्डको भएर पनि यसो गइदिएको थिएँ। अनि यसरी सिकाउँदै हुनुहुन्थ्यो सर, यस्तो भयो भने यस्तो हुन्छ, यस्तो भने अर्थिङ केको लागि गर्नुपर्छ, यस्तो लिएर पेजहरू कतिवटा हुन्छ के हुन्छ। त्यो सकेपछि हामी एउटा मुभी पनि हेऱ्यौँ जसमा चाहिँ हामीले किन जङ्गल संरक्षण गर्नुपर्छ भन्ने पनि थियो होइन। अनि हो त्यो पनि ज्ञानपूर्ण कुराहरू हेऱ्यौँ। अनि म घरतिर चट्ट आएर फर्केँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।